राजविराज नगरपालिकाका झण्डै 5000 परिवार अहिले आफ्नै भूमिमा शरणार्थी सर जीवन बिताउन बाध्य भएका छन्। विक्रम सम्वत 2016 सालमै नगरपालिका घोषणा भएको राजविराजको मुख्य बजार क्षेत्रको 70 बिघा जग्गाको लालपूर्जा नगरवासीले अझै पाएको छैन। यसै गम्भीर समस्याको समाधानका लागि गठित जनआन्दोलन परिचालन समिति 2083 ले आज जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ। के हो मुख्य कुरा साथीहरू, अब हामी बुझौँ। राजविराज नगरपालिकाका विभिन्न वडाहरूमा बसोबास गर्ने नगरवासीको जग्गा विक्रम सम्वत 2028 सालको नापीमा नगरपालिका गाउँपालिका ब्लक अन्तर्गत राखिएको थियो। 2075 सालसम्म यी जग्गाहरूको खरिद बिक्री र बैंकमा धितो राख्ने काम निर्वाध रूपमा हुँदै आएको थियो। तर विगत केही वर्षदेखि मालपोत र नापी कार्यालयले विभिन्न बहाना बनाएर रोक्का गरेपछि यहाँका 5000 भन्दा बढी परिवार ठूलो आर्थिक र मानसिक सङ्कटमा परेको छ। लालपूर्जा नहुँदा ऋणको सुविधा ठप्प भएको छ। बिरामी पर्दा, छोराछोरीको पढाइ हुँदा वा व्यापार गर्दा बैंकबाट ऋण लिन नपाएपछि स्थानीयवासीहरू मिटर ब्याजीको चक्करमा फस्न बाध्य भएका छन्। विकास निर्माणमा बाधा भएको छ। घरको नक्सा पास समेत हुन नसक्दा नगरको व्यवस्थित विकास रोकिएको छ। पुस्तौनी सम्पत्तिको असुरक्षा, वर्षौंदेखि कर तिर्दै आए पनि आफ्नो नाममा कानुनी प्रमाण लालपूर्जा नहुँदा नगरवासी त्रासित छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता संयोजक खेलानन्द दासको नेतृत्वमा आज राजविराजमा बृहत प्रदर्शन सहित ज्ञापन पत्र बुझाइएको छ। उक्त ज्ञापन पत्र 7 दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा होमिने कडा चेतावनी दिएको छ। समितिका मुख्य मागहरू यस प्रकारका छन् साथीहरू। 5000 भन्दा बढी परिवारलाई अविलम्ब लालपूर्जा वितरण गरियोस्। विगतमा जस्तै जग्गाको रसिदका आधारमा बैंक तथा वित्तीय संस्थाबाट ऋणको सुविधा सुचारू गरियोस्। यो लडाई केवल एक समितिको मात्र नभई सम्पूर्ण राजविराजवासीको साझा लडाई हो। यस समितिका सक्रिय 31 सदस्यहरू यस प्रकारका छन्। संयोजक खेलानन्द दास, सदस्यहरू घनश्याम दास, वीरेन्द्र प्रसाद गुप्ता, वीरेन्द्र शाह, दुर्गानन्द भगत, अमृत सञ्चेती, विजय शाह, कौशल अडी, इन्द्रसागर गुप्ता, महेश शाह, फैजल अन्सारी, प्रेम कुमार शाह, सिद्धान्त ताडे, सञ्जीव शाह, रामसी स्वर्णकार, हरिनारायण दास, असीब शाह, सन्तोष शाह, वीरेन्द्र गुप्ता, विमल शाह, दीपेन्द्र दास, मुकेश दास, रोहित कुमार शाह, राहुल कुमार ललन, मनोज शाह, तीर्थनारायण दास, उज्जवल यादव, मोहम्मद मंसूर रजा, रञ्जित चौधरी, दीपक चौधरी, घनश्याम शाह, घन्सी र विनोद माझी। नगरपालिकाको बैठकले समिति जग्गाहरू व्यक्तिको पूर्ण स्वामित्वमा रहेको भनी सिफारिस गरिएको अवस्थामा नापी विभाग र मन्त्रालय किन मौन छ? पुस्तौदेखि बसोबास गर्दै आएका नागरिकलाई आफ्नै जग्गाको मालिक बन्न किन रोक लगाइएको छ? यो ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय, भूमि व्यवस्था मन्त्रालय, राजविराज नगरपालिका र नापी कार्यालय लगायत निकायहरूमा पठाइएको छ। अब पनि जनताको आवाज सुनिएन भने राजविराजले सडकबाटै आफ्नो अधिकार खोज्नेछन्। अधिकारका लागि एकजुट हौ साथीहरू।